गुड मर्निङ सबैजनालाई। अहिले चाहिँ हामी गाईघाटमा छ। हिजो राति आइपुग्यो गाईघाट। माथि खोटाङ हलिसी हुँदै हलिसी ओखलढुङ्गा खास हिजो आएको बाटो चाहिँ पूर्वको कर्णाली भन्दो रहेछ। त्यहाँबाट 3:30 बजे 3:30 बजे निस्केको 7:30 बजे आइपुग्यो बल्ल। 4 घन्टा अलमोस्ट। अब यो ठ्याक्क के भन्छ गाईचोक, गाईघाटको गाईचोक। यहाँबाट राइट हानेपछि फेरि काठमाडौँ, म चाहिँ लेफ्ट अब झापातिर। अहिले कति बज्यो? 8, 8:15 8:30 बज्छ। लगभग 3-3.5 घन्टा लाग्छ होला दम्म पुग्न यहाँबाट। तेल चाहिँ हाल्नु पऱ्यो क्या, पेट्रोल पम्प छ यहाँ। हेलमेट फुल त लगाउनु नसकिने भाइजर त गर्मीले त। पाएको कर्णाली भन्दो रहेछ, रसुवा पनि रहेछ त्यो बाटोमा। भिड त एउटातिर त डेन्जरै। गाडी माथिबाट फिर्ता तल आउने, खिच्नु चाहिँ पनि पाएन। गर्मी चाहिँ लास्टै छ बिहानदेखि नै। दिउँसो के होला झन्, बिहान यस्तो छ। अहिले 8 बजे। हिजो 308 किलोमिटर कुदाइयो। हिजो आएको बाटो के अरे हलिसीबाट गाईघाट किलोमिटरको हिसाबले हेर्नु जम्मा ओन्ली 70 किलोमिटर। 310 90 किलोमिटर। तर बाटो टाइम चाहिँ 4.5 घन्टा लाग्ने। यस्तो बाटो भए पो आनन्द छिटो पुगिन्छ त। यो चाहिँ चत्रा निस्किने मदन भण्डारी राजमार्ग भन्छ होला सायद यसलाई। ठ्याक्क चत्रा निस्किन्छ, चत्राबाट इटहरी निस्केर सब माइक्रो, काठमाडौँ जाने माइक्रोहरू, स्कर्पियो। ओहो कुद्दै छ। 6 बजे निस्केर अहिले आइपुग्यो 8:30। म पनि धेरै लगभग 11 साढे 11तिर पुग्छ कि। हेरौँ। खाजा खाइहाल्यो भने तराईको पुरी तरकारी। चिया चाहिँ खानु पाएको छैन। चालीस स्पिड रे ल ठिक छ। हात्तीको स्ट्याचु, म त हात्ती छ भनेर त हात्तीको स्ट्याचु पो रहेछ त।
खास बस्नु चाहिँ आनन्द चाहिँ तराईमै हो बस्नु चाहिँ सस्तो सबै चिज त्यो केरा काठमाडौँ किन्दाखेरि 270 रुपियाँ दर्जन भन्छ यहाँ 70 रुपियाँ दर्जन 200 रुपियाँको फरक छ लगभग 300% को धेरै सिधा बाटो भएर पनि डर लाग्दो रहेछ कुदाउन अहिलेको रुखहरू सबै नयाँ पाताहरू चाहिँ क्या ग्रिन देखिन्छ नि बेलटार पन्तकिरण यो सबै कोसीको त्यो त होला नि छेउछाउ कोसीको सबै ल्यान्डहरू सरप्राइज चाहिँ कहाँ बस्दो रहेछ पुलिसहरू पनि डराएरै हिँड्नुपर्ने रहेछ यहाँ त समाउँछ होला 50 को स्पिडभन्दा बढी भयो भने त अब यस्तो खाली ठाउँमा नि कसै 50 हाँक्छ त क्या आनन्द है खाली पुरै नेपाल गाडी पुग्छ काठमाडौँ अनि भिड नहुने भिडभाड नहुने पोल्युसन नहुने हुँदैन नि ठाउँ भनेको यस्तो पो खुल्ला भयो पो आनन्द बाटो पनि यस्तो सम्म यहाँ त जति स्पिड कुदाउनु सक्छ कुदाए भइहाल्यो नि यो ठाउँमा त झुलुङ्गे पुल पो रहेछ तर खतम भइसकेको रहेछ भत्किसकेको यता त भत्किसकेको रहेछ पुरै के गरी बनाएको यो फेरि बनाउँदै के हो यस्तो हलिसी दर्शन गर्न पाएको थिएन त्यो पनि गरियो यसपालि ठ्याक्क साइज जोडेको थियो छुट्टीमा अन्नपूर्णतिर गएको भए हिँडिराखिन्थ्यो ट्रेकिङ अहिले तराई पो झऱ्यो तराई घुमियो लास्टै स्पिड हिँड्ने क्या माइक्रोहरू चाहिँ माइक्रोहरू चाहिँ कुदायो भने लास्टै स्पिड कुदाउने बेलटार यस राम्रै भयो बसाइ हिजो इभिनिङमा आयो थकाइ लाग्यो थियो पुरा 2000 रुपियाँमा पुरा एसी भएको रुम आनन्दै भयो यहाँ नि आनन्दले उठेर तराईको खाजा खायो अब 3 घन्टापछि खाना खान टाइममा पुगिहालिन्छ जाभा आज गयो भोलि बस्यो पर्सि फर्किनुपर्छ फेरि काठमाडौँ
यो ठाउँ चाहिँ गजब दामी लाग्छ मलाई। यहाँ बसेर ट्याक्क चटपटे सटपटे खायो त्यो सुहाउँदाखेरि त। घुम्ती बाटो चाहिँ पुरै जता हेऱ्यो खाली क्या आनन्द, कोही देखिँदैन गाडी बाइक। त्यहाँ टाढा टुटु पनि छैन। यस्तो बसेर मान्छेको लाइफ 10-15 वर्ष त्यतिकै बढ्छ होला हौ। एक्स्ट्रा हुन्छ टपअप 10-15 वर्ष लाइफमा। डर पो लाग्ने धेरै स्पिड कुदाउनु त। धेरै स्पिड कुदाउनु डर पनि लाग्ने। ट्याक्क आफ्नो साधन हुनुपर्छ, ठुलो खेत हुनुपर्छ, खेती गऱ्यो बस्यो। धेरै कमाएर पनि के गर्नु छ र मान्छेलाई चाहिने भनेको शान्ति त हो नि। 2 साग खाने त हो, जति कमायो पनि भातै खाने हो, पेट नै भर्ने हो। योभन्दा आनन्द के छ र यिनीहरूलाई? धेरै पैसा लिएर पनि के गर्नु छ र? अल्टिमेट चाहिने भनेकै सेटिस्फ्याक्सन नै हो। बाटो हेर, सत्र पुगेर चिया खानु पर्ला। 5-10 मिनटको रेस्ट पनि हुन्छ। 17 धाम पुगेर चिया खानु पर्यो। जङ्गल है, चौरी पालन गर्यो, आनन्द नि यतातिर। यहाँ छोडिदियो जङ्गलमा चरिरहन्छ, अब खेतपाती गर्यो, बस्यो।
सब मर्ने गरी हाँक्छ स्पिड चाहिँ गाडीहरू बेलटार आइपुग्यो है 1 किलोमिटरमा बेलटार आइपुग्यो बेलटार पनि ठुलै ठाउँ जस्तो छ त अब के अरे गाईघाटबाट अब हामी सुनसरी जिल्ला होला यता त त्यहाँबाट जानु होला बेलटार बजार चाहिँ हामी चाहिँ हाइवे नै हाइवे लाग्ने हो इटरीसम्म त यस्तै हो राम्रो बाटो छ त्यहाँदेखि चाहिँ यहाँ त यहाँबाट लेफ्ट हाने भए चाहिँ बेलटार बजारतिर गइन्छ होला हामी चाहिँ राइट हानेर जानु पर्यो मङ्की धरान 50 धनकुट्टा 97 हामीलाई धरान त पुग्नु पर्ने छैन टर्न कस्तो डेन्जर क्या अब बाजेको पेडाहरू बेच्ने ठाउँ अनलाइन त नि हो उताबाट सरेर सब यता आएछ बाजेको पेडाहरू हाइवे भने कमसेकम यस्तो चाहिँ हुनुपर्छ एउटा सानो खाल्डो पनि नै बाटोमा लेफ्ट साइड जता हेर जहाँसम्म हेर पुरै खाली लेफ्ट हेर राइट हेर जता हेर जहाँसम्म हेर पुरै खाली एउटा भण्डारहरू सुरु भयो अब बुढो बाजेको पेडा कस्तो दामी घर ठ्याक्क काठको घरहरू मकैहरू रोपेर कति ठुलो तराईमा गर्मी भएर होला हाम्रो त काठमाडौँ भर्खर सानो हुँदैछ उम्रिँदैछ यहाँ त फल्ने बेला नै भइसक्यो बसा भन्ने ठाउँ पेडै पेडा छ खाजा घर पेडा हामी पनि एउटा पेडा पसल खोल्नुपर्छ क्या हो यहाँ काठमाडौँको नेपालको खाजा के अरे पेडा पसल भनेर बाजेहरू सबै भइसक्यो बुढो बाजे सानो बाजे हरियो बाजे निलो बाजे सबै पसल भइसक्यो अब नयाँ सुरु गर्नुपर्छ काठमाडौँको नेपालको पेडा पसल त्यसपछि सुरु हुन्छ नि के हो त्यसमै तानो केटा तानो उकालो तानो हिजो त्यस्तो खतरनाक उकालो तान्ने बानी भइसक्यो बाइकलाई यो त के केटाकेटी नै लाग्छ होला कर्णालीको भिड तानेको छ हिजो के पटाएको पड्किनु चाहिँ पछाडि ढुङ्गा ओरेको के हो गति सीमित रे ल गति सीमित गरिदिउँ ओ टर्न छ नि त ओ टर्न पहाडे इटहरी 48 किलोमिटर 1 घन्टामा इटहरी पुग्छु त्यसो त
कति बजे 9 10 बजे पुग्छ 11 बजे बाटो यस्तो चाहिँ घर हुनुपर्छ पुरा माइन्ड नै पो फ्रेस हो त कप तातो तातो चिया खानु पर्यो अब मान्छे गरेर हाम्रै बोल्दो रहेछ किन सानो बज्यो भनेको त बाटो हेर पुरा खाली दाउरा के आनन्द नि दाउरा साउरा ल्यायो जङ्गलबाट पकायो ग्यास महँगो होस् कि फरकै परेन फ्युल महँगो होस् कि ग्यास महँगो होस् सेल्फ डिपेन्ड आनन्दले दाउरा पकायो खायो समोसा एउटा इलेक्ट्रिक स्कुटर राख्यो त्यो पनि चाहिएन साइकल राख्यो फ्युल पनि चाहिएन कस्तो गर्यो हन्टेड हाउस जस्तो मुभीहरूमा देखाउने हन्टेड हाउस हुन्छ नि ओहो ठाउँ हेर कस्तो मजाको खाए ठाउँ चौरमा यहाँ गएर बसिरह्यो दिनभरि खोलाया काठमाडौँ वीरगञ्ज ल कहाँ आएको त गाडी खोलाया काठमाडौँ वीरगञ्जको त झापा कसरी आइपुगेको छ नि बिर्सियो क्या बाटो तले खोलायाबाट काठमाडौँ जाने ठाउँमा झापा चाहिँ हिँडेछ काकडभिट्टालाई काठमाडौँ सम्झै क्या काठमाडौँ हिँडेर काकडभिट्टा पुग्ने भएको अहिले सन्डे छुट्टी आज त पहिलो हप्ता पो हो त गभर्मेन्टले डिक्लेयर गरेपछिको सन्डे फर्स्ट पब्लिक होलिडे हो नि त आज स्याटरडे सन्डे 2 दिन क्या मजा हो नि सबै फेस्टिभलहरू त्यो काटिदिएर दसैँ तिहार बाहेक सब फेस्टिभल काटिदिएर स्याटरडे सन्डेमा अफिस जहिले बाटो यहाँ बिग्रियो हुन्थ्यो बनाएको छ खाल्टो छैन रहेछ यसपालि त्यहाँबाट जहिले खाल्टो हुन्थ्यो नौ किलोमिटर 10 मिनट पुगिने हुँदैछ मङ्की एउटा जापानमा त्यत्रो फेमस भएर बसेछ यिनीहरू चाहिँ यहाँ घुमिरहेछ पञ्च हिरो भएछ वर्ल्डमा भाइरल भएर पुरै जापानको जुमा हिरो भएर बसेछ मेन एट्र्याक्सन नै त्यही पञ्च भएछ अचम्म हुन्छ कहिलेकाहीँ यो 2026 मा एउटा कुरा चाहिँ अचम्म भयो जनवरीमा मलाई याद छ पेङ्गुइन एक्लै हिँडेको बेला फेबमा चाहिँ पञ्च भयो मङ्की जापानको जुन जन्मेपछि उसको फ्यामिलीले एक्सेप्ट नगरेर एक्लै नै ठुलो भएको त्यो खेलौनासँगै मार्चमा चाहिँ त्यो डगहरू चाइनाको चोरेर लगेर डगलाई बुचरहरूले तर सबै फेरि कति 12वटा कि 17वटा भन्यो सँगै फर्केको 17 किलोमिटर हो क्यारे डगहरू लिड पनि त्यो सानो कुकुरले गरेको फेरि फर्किनलाई अब एप्रिलमा चाहिँ के हुने यसपालि अझसम्म त भएको छैन केही कुन चाहिँ एनिमल फेमस हुन्छ तपाईँ 2026 त एनिमल्स जिरो हुने हो क्या चतरा खतरा आँपहरू रहेछ नि भइसकेको सानो सानो
कोसीपुर 5 किलोमिटर त्यो हाइवे चाहिँ कहिले कम्प्लिट हुने त्यो हाइवे कम्प्लिट भयो चाहिँ हेर्न म सिधा बाटो जाकारेन्डा यहाँ खुल्दैछ अब सिजन हुने होला जाकारेन्डाको यता कता प्याराग्लाइडिङ पनि थियो जस्तो लाग्थ्यो मलाई कोसीमा दिउँसो त क्या आवाज चल्छ यो ठाउँमा पनि खोला छेउ भएर होला आइपुग्यो सत्रधाम कोसी खोला आइपुग्यो कोसी के हो यस्तो खुसी तो भाना बसेर चिया खानु पर्यो यतातिर पेडा होइन चिया चाहिँ खानु पाइन्छ चिया हो चिया चाहिँ खानु पर्यो बिहान बिहान त के माछा खान्छ छ त चिया पनि खायो कटुवाल होटल सबै खुवा पसलहरू भयो सत्र पनि क्रस भयो अब यहाँबाट कति किलोमिटर होला इटाली अब 22-25 किलोमिटर यहाँ पनि ढलान गरेर बनाएछ बाटो चाहिँ यहाँ पनि बिग्रेको हुन्थ्यो जहिले कति बज्यो 9:37 अगाडिबाट जङ्गल नै सुरु हुन्छ पुरै यो कोसी त्यहाँ पुगेर कत्रो हुन्छ जम्मा भएर खाल्डोहरू चाहिँ त्यस पुर्दिन खाल्डो बन्द गरिदिँदैछ राम्रो नि खाल्डो बित्तिकै बन्द गरिदियो भने त खाल्डै हुँदैन नि यहाँबाट त जङ्गल सुरु हुन्छ कि क्या हो सारकोसे झरी ने ब्याट्री सिद्धिन लाग्यो जस्तो एउटा ब्याट्री चेन्ज गरेर त झापा पुगिहाल्छु सिधै डाइरेक्ट अब ब्याट्री पनि चेन्ज गर्यो फेरि लागिन्छ गरम खोला पुल गर्मी भयो के हो यस्तो बिहानको 9:30 बजे पसिना पो हुने रहेछ त धेरै गर्मी भएर त आँखै पो धमिलो देखिन रहेछ
दिउँसो झन् के हुने होला त बिहान यस्तो गर्मी छ धरान त म जान्दिनँ धरान यसरी जाऊँ कि क्या ल अब जङ्गल सुरु यहाँबाट लगभग 1-2 किलोमिटरको त जङ्गल होला यो सुनसरीको 4 कसे झारी पुरै डिपो जङ्गल छ किराहरू कराएको यो वन भनेको नि नेपालको धन हो सबलाई घाँसपास पुगेछ त्यसले जनावरदेखि लिएर मान्छेहरू सबैको दाउरा घाँस सब पुग्छ यही जङ्गलले 4-5 किलोमिटर नै छ कि क्या जङ्गल त पुरै हो इटरी धरान चक्राघट्टी रे यहाँबाट नि धरान जाँदो रहेछ हामीले जान्छौँ सिधै इटरीदेखि पर सुरु हुन्छ त टाटा र टिटिट त अझै सुनसरीमै छ होला पुरै इटरीसम्म त सुनसरी नै होला त्यहाँदेखि ल्यापटपले चाहिँ जिउ नै भारी हुने क्या ल्यापटपले ब्याग पनि भारी हुने ल्यापटप नभोगे पनि नहुने क्यारम बोर्ड बनाउने होला सबै पढाइ यो चाहिँ इलेक्ट्रिक साइकल हाल्नुपर्छ तराईको लागि त आनन्द जहाँसम्म हेरेर सब खाली बाटो ठाउँ खेत मात्रै खेत पनि खाली छ त के रोपेको छैन त अहिले त अब धान रोप्ने बेला अब होला नि असाढ यहाँ प्लटिङ गर्नु चाहिँ थालेछ खेतमा त्यो चिया चाहिँ मिठो खुवाइदियो बाक्लो दुधको स्पेसल खुवाइदियो 20 रुपिजमा लिएर सजमान 5 खालि सजमान फलेछ तराईको सुपर फुड 380 किलोमिटर सजिमान रहेछ अहिले त बेला सिजन आइपुग्नु लाग्यो इटरी अब इटरी आइपुग्नु लाग्यो रस पनि बढ्न थाल्यो पूर्व पश्चिम हाइवे आइपुग्यो ठ्याक्क अब यहाँबाट सुरु हुन्छ अब यहाँबाट सुरु हुन्छ भिडभाड त 10 लगभग 10:15 बजेछ यहाँबाट 1 घन्टा इन्डियाबाट घुम्न आउने कति इटरीको भाटभटेनी सायद नेपालकै सबभन्दा ठुलो भाटभटेनी हो तर अस्ति यहाँ पनि ड्यामेज भएको छ क्या सुरु गरिसक्यो सुरु त गरिसकेको छ यहाँको भाटभटेनी पनि बनाइसक्यो तोडफोड त भएको थियो जस्तो लाग्थ्यो यहाँ पनि अस्ति जेएनजी आन्दोलनमा गर्मी भएर क्या सास फेर्न अप्ठ्यारो भयो जस्तो कि
अल्टिच्युड लाग्यो जस्तो हाई अल्टिच्युड लो अल्टिच्युड हाने जस्तो लाग्यो यो अल्टिच्युड लेभलभन्दा तल आएकोले अब दिनभरि सुतेर बस्नु त होला नि यस्तो घाममा त्यो ठुलो गाडी अगाडि परेपछि त उपाय नै छैन ओभरटेक गर्न पनि गाह्रो हेर धुलो बाफ्रे एसियन हाइवे कहिले कम्प्लिट हुने होला त यस्तै हो यता यस्तै ड्राइभ गर्दै जाने हो लु 5 किलोमिटर आउने 15 मिनट लाग्यो बल्ल इटहरी चोक आयो यहाँबाट लेफ्ट हानेपछि धरान राइट हिँडेपछि विराटनगर जोगबनी जानलाई राइट हान्नु पर्यो र हामी चाहिँ सिधै स्ट्रेट हान्छौँ झापा काँकरभिट्टाको बाटो